हेर्नुहोस् यता बरदुबई यता डेरादुबई। बिहान मैले लाइभ पनि एकचोटि भनेको थिएँ, बिचमा एउटा नदी जस्तो छ भनेर। यही हो, समुद्र हो एक्चुअली। यसलाई अब चिरेर बनाएको छ। यहाँनिर बोट छ होइन, बोटहरू लाग्ने। यो वारिपारि गराउनलाई एउटा माध्यम हो डुङ्गा भनेको। यसले रमाइलो पनि फिल गराउँछ। अनि यहाँ नजिकै छ एयरपोर्ट पनि। यता यता कता प्लेन उडेको पनि देखिन्छ। आसपासमै छ सबै कुरो। ल, मेरो तर्फबाट जति सकिन्छ, अब जति मैले देखेँ देखाउने प्रयास गरेको छु। ल हेर्नुहोस्।